गुड मर्निङ एभ्रिवान। म चाहिँ अहिले चाहिँ डाँडामा छु हो। यो मेरो ससुराली गएको अनि तपाईँहरूलाई देखाउँदैछु। रोड डाँडाको चाहिँ म चाहिँ ढुक्की डाँडाको छु हो। तल चाहिँ यो भ्युज चाहिँ पर चाहिँ इन्टेक खाडा झर्ने हो। इन्टेक हिँड्दै जानुहोस् ल तपाईँहरू। यहाँको चाहिँ एउटा मैले भिडियो पनि लाग्थ्यो झर्ना, दामी थियो झर्ना हो। अहिले त त्यो झर्ना छैन रहेछ। त्यो रुखको बिचमा दामी झर्ना थियो हो, छैन रहेछ है। तपाईँहरूलाई हेर्दै जानुहोस् गाइस। म त आइपुगेको छु र यहाँ चाहिँ मजाको देख्छ नि। यहाँमा चाहिँ हो, यहाँभित्र चाहिँ उयो थियो हो, एउटा झर्ना थियो। र अहिले चाहिँ त्यो सुकेछ, पानी कम्ती भएर होला सायद। अहिले चाहिँ त्यो पानी कम्ती भएर चाहिँ त्यो झर्ना चाहिँ सुकेको रहेछ नि त। अन्त मजाको थियो यहाँ है। यो तपाईँलाई एकपल्ट भिडियो पनि तपाईँहरूसँग चाहिँ राखिदिएको थियो मैले त्यो झर्नाको, एकदम फल्सको। त्यो फल्स त मैले हालिदिएको थिएँ हो। तर अहिले चाहिँ फिलहाल चाहिँ छैन रहेछ, पानी चाहिँ कम्ती भएर पनि होला। यस्तो दामी थियो यहाँ चाहिँ, यस्तो दामी थियो नि त यहाँ फल्स कि, यस्तो दामी झर्थ्यो हो। तर अहिले चाहिँ कम्ती रहेछ। फेरि दामी झर्थ्यो नि त यो फल्समा चाहिँ। एउटा के भन्नु अब, एउटा प्राकृतिकको नै थियो यो, बनाएको पनि थिएन त, प्राकृतिकले नै बनिएको थियो। अहिले चाहिँ यस्तो गरेछ। अहिले चाहिँ पानी सुकौरो भएर यो चाहिँ पानी बर्खामा मात्रै यहाँ पानी हुँदो रहेछ हो। बर्खामा त भक्कामले गर्दा चाहिँ यहाँ चाहिँ बर्खामा त दामी देख्दो रहेछ। तर हिउँदोमा चाहिँ देख्दैन नि त। त्यही भएर चाहिँ हिउँदोमा चाहिँ हुँदैन रहेछ यो फल्स। यो मजाको ढुङ्गाहरू कत्रो ढुङ्गा छ बाटो। त्यही तपाईँहरूलाई देखाइरहेको छु म चाहिँ। त्यो फल्स थियो, त्यही भएर चाहिँ आउँदाखेरि हेर्नु पऱ्यो भन्ने चाहिँ देखाइरहेको छु त। सो गाइस, बाइ बाइ। तपाईँलाई देखाउने पनि देखाएँ र यति भन्दै फेरि पनि तपाईँले मेरो भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट गर्न नबिर्सिनुहोस्। बाइ बाइ।